हाम्रो राजा आउँदैछ भन्नु साथीभाइ नारा नीति खाली घर हाम्रो राजा चाहियो चाहियो गणतन्त्र दिवस कसको लागि हो हामी जनताको लागि होइन गणतन्त्र हाम्रो हामी काम गरेर खाने मान्छे यो जस्तो केपीओलीका भरौटेहरू पैसाको लागि हो भने हामी काम गरेर खाने मान्छे हामी गरेर खाने मान्छे साला केपीओली चोर पाल्यो के होइन भने हामीलाई पनि ले पैसा नेकपा एमालेका कार्यकर्ताहरूले यहाँ सडकमा आवत जावत गर्न दिइरहेका छैनन् कमाइ खाने मान्छेले बाटो रोक्न एमालेले एमालेको सरकार छ भने के काम गर्न पाइन्छ कमाइ खाने मान्छेको बाटो रोक्ने अहिले एयरपोर्ट जाँदैछ मान्छे हस्पिटल जाँदैछ इमर्जेन्सी अवस्थामा गुडिरहेको छ एमालेको सरकारले बाटो रोक्न पाइन्छ छोरा छोरी स्वास्नीहरू आफ्नो फ्युचर बनाउनु आफ्नो लक्ष्यतिर ध्यान दिनु नि यो पछाडि नेताको मुसर लाएर हुन्छ त्यस्ता गणतन्त्र सदन हामी केही पनि मान्दैन आफ्नो फ्युचर बनाउने हिँड्ने हो प्रधानमन्त्रीले देश चलाउने हो पार्टी चलाउने होइन हामी नागरिक हो हामी त काममा हिँडेको मान्छे आन्दोलनमा हिँडेको मान्छे होइन नि हामी गणतन्त्र दिवसको दिनले हामी जस्तो जनतालाई दुःख दिने मासु भात अलिकति लाभ लाग्ने हो र फोकटल सब फोकटलहरू सब काम नगरेहरू काम हुन जान्दैन मासु पायो साराले त्यही छोरो छोरी छोरा छोरी स्वास्नीहरू गाह्रो त भइरहेको छ यत्रो घाममा गाह्रो हुँदैन त ए सब काम चोरहरू यिनीहरू कामको मासु भातको लागि गरिरहेको सब यो आफ्नो फ्युचर बनाउनु आफ्नो लक्ष्यतिर ध्यान दिनु नि यो पछाडि नेताको मुसर लाएर हुन्छ त्यस्ता गणतन्त्र सदन हामी केही पनि मान्दैन आफ्नो फ्युचर बनाउने हिँड्ने हो तिनीहरू पनि गरिरहेको सबै कामै नलाग्नेहरू हामी स्वतन्त्र कसै पनि पक्दैन न राजा न गणतन्त्र हामी आफ्नै हो छोर रहेछ सात चोरहरू केपीओलीका छोरा नाच्यो केपीओलीका छोराहरू नाच्यो
छैन। अब फेरि यो आज दिनभरि चल्ने हुन्छ किनभने यो लगत्तै यस्तो। राजावादीहरूको पनि प्रदर्शन छ। प्रधानमन्त्रीले देश चलाउने हो, पार्टी चलाउने होइन। हामी नागरिक हो, हामी त काममा हिँडेको मान्छे, आन्दोलन हिँडेको मान्छे होइन नि हामी, होइन है, होइन। तपाईँ चाहिँ कसको पक्षमा, गणतन्त्रको पक्षमा कि राजावादीको पक्षमा? म मेरो कामको पक्षमा, मेरो कामको पक्षमा, म काममा हिँडेको मान्छे। प्रधानमन्त्रीको अभिव्यक्तिको तपाईँको के छ? ग्राममा हामी टाइममा पुगेन भने यस्तो क्या सर, उहाँहरूको जस्तै ऱ्याली निकाल्नु भएको छ, ठिक छ, उहाँहरू नेता हो, कार्यकर्ता हो पार्टीको, ठिक छ, हामी त काम गर्ने मान्छे हो नि त, मजदुर, हामीले त काम गर्नु पाउनु पऱ्यो नि त, जान पाउनु पऱ्यो नि त, त्यही भन्नु। गणतन्त्र दिवस कसको लागि हो? हामी जनताको लागि होइन। गणतन्त्र हाम्रो लागि। हामी काम गरेर खाने मान्छे हो। यो जस्तो केपी ओलीका भरौटेहरू पैसाको लागि हो भने हामी काम गरेर खाने मान्छे, हामी सुख गरेर खाने मान्छे हो। साला केपी ओली चोर साल्यो के होइन भने हामीलाई पनि ले पैसा होइन। केपी चोर पैसा पुरा भइरहेको। दर्शक मिडिया देखेर नेकपा एमालेको प्रदर्शनको कारणले यहाँ ट्राफिक जामको अवस्था छ। नेकपा एमालेका कार्यकर्ताहरूले यहाँ सडकमा आवत जावत गर्न दिइरहेका छैनन्। सबै साइड लगाई गाडी फुट्ला नि फेरि यिनीहरूको। नेकपा एमालेका कार्यकर्ताहरूले सडकमा गाडी समेत गुड्न दिइरहेका छैनन्। स्थिति एकदमै तनावग्रस्त बन्दै गएको छ। यहाँ मागी खाने कमाइ खाने मान्छेले बाटो रोक्न एमालेले, अब एमालेको सरकार छ भने के कामगिरी गर्न पाइन्छ? कमाइ खाने मान्छेको बाटो रोक्ने। अहिले एयरपोर्ट जाँदैछ मान्छे, हस्पिटल जाँदैछ, इमर्जेन्सी अवस्थामा कुदिरहेको छ। एमालेको सरकारले बाटो रोक्न पाइन्छ? रोड अवरोध गर्न मिल्छ? यो कस्तो अन्याय अत्याचार हो? प्रहरीले अत्याचारमा हामी प्रहरीको के हो तरिका यो?